साथी हाम्रो रोटी यस्तो भयो हैन यो के भएर यस्तो हुन्छ बताइदिनु पर्यो यहाँनिर हामी दुईजनाले बोल्यो यहाँनिर हैन के भएर हो भान्जाको कट्टु मिलाइदिउँ न हो कसैले यस्तो छ हालत को बेइज्जत गर्ने यहाँनिर यस्तो यस्तो भाइरल हुन्छ यहाँनिर थाहा छैन रोटी खान आउनुहोस् भान्जा रोटी खाने आऊ पिठो रोटी पकाउने पिठो तिमीले खेल्ने होइन ल ल हाम्रो खतरा भइहाल्यो नि लास्टमा म आफै मैदानमा उत्रिनु पर्यो होइन मैदानमा नउत्रिनु छ नहुने भयो यहाँनिर Welcome back my new tier special सेलरोटी भिडियोमा तपाईहरुलाई सम्पूर्ण माझमा स्वागत छ। फेरि पनि आज म तपाईहरुको माझमा एउटा नयाँ तिहार सँगसँगै हाम्रो तिहार स्पेशलमा मैले सेलरोटी पोलेको भिडियो तपाईहरु माझमा उपस्थित आइसकेको छु। तपाईहरु आशा छ तपाईले सुरुबाट अन्तिमसम्म हेरेर तपाईले साथ दिनुहुन्छ भने मैले आशा माया म तपाईँ विश्वास गरेको छु। खासै सेलरोटी साथसाथै तपाईलाई म यसमा हाम्रो बङ्गोको स्पेशल सेक्वा प्लस तास पनि बनाएर दिएको छु। कृपया तपाईले भिडियो सुरुबाट अन्तिमसम्म नछुटाइकन हेर्दिनु होला। धन्यवाद। ओहो तेल डढिसक्यो। रोटी बन्ने नि त के हो पारा तपाईहरुको? टोकरी कुन काटेमा कान्छी? जे एउटा छ त यहाँ फ्यालेको बोतल खोइ। ग्यास त अनि किन पोल्दिन नि? अब हामी गाइस रोटी पुल्न आँटेको छ। भान्जा गाइस के गरे हो? के गरेको? के खेलेको? मिनेरल वाटर भन्दै खान्छौ कटर। गाइस अब हामी रोटी पुल्न आँटेको छौँ गाइस। हाम्रो नानाले पोल्नुहुन्छ रोटी यहाँनिर। iPhone ले अनि साइड सिकाउन सक्छ मलाई भन्छ iPhone आफ्नो काममा बिजी छ नि त यहाँनिर। जोएल रोटी बोल्न यहाँनिर रोटी बोल्न। यो अलिक बाक्लो हुन्छ कि कसो होला एकचोटी ट्राई गरौँ अनि पानी हालौँ भनेर कि मैले चाहिँ लो के गरे खोइ पटेका डाडु पनि ल्याउनु अनि दुईजनाले पार्ला पुरा गर्नु त के यो त हुन्छ क्या त बाक्लो भयो क्या हो थोडा चाहिँ ठुलो बस्छ त्यहाँनिर। पुरा सानो पनि छ त मिनेरलबाट। देखाइदिने भिडियो मेरो भिडियो कसले देखाइदिने के भयो? ओ भएन तर यो भएन यो के भयो यी चुट्टियो नि किन छुट्यो? के घिउ के पुगेन के छुट्यो? उसलाई के पुगेन र यस्तो भयो मुक्सियानी गीत हो छेलरोटी बनाएको यस्तो भयो के भयो यस्तो छ्या पहिलो बनाएको यस्तो उता टुक्री गयो त नि के पुगेन यसमा? यो के भएर टुक्रिन्छ ल भनिदिनु पर्यो गाइस यहाँनिर। अब यस्तो रोटी बेसरी मारेको त नि लु यो चाहिँ होस् होला हो यस्तो चाहिँ निकाल्नु नि त अब के मेरो गोलो भएन कस्तो सबै नयाँ आएको के थाहा? सोडा पनि पुगेन सोडा चिनी घिउ बाक्लो भयो यतिको त ठिकै हुन्छ कि अन्त ढिलो हात घुमायो नि छिटो सुइया गरिहाल्नु हो। ल अब सुइया गर्छु म
रोटी त रोटी नै रोटी रहेको छ कसैले चाहिँ लागो हुँदैन यहाँनिर अब किनेरै लाँदा अलिकति लु होस् हौ यस्तो चाहिँ रोटी दिनुमा गडी छ गौ यो प्लेटमा दियो राखेको यो चाहिँ खाने ठिक छ प्लेटमाथि यो अनि यसमा चाहिँ रोटी मात्रै भयो छिटो उठेको छिटो गर भनेको चाहिँ न भन्नु चाहिँ गराउनु नि भयो होइन अलि हुनु खोज्छ चुटिन्छ यो पनि चुडिन्छ के भएर चुडिनु हो कि बाक्लो भएर हो कि बाक्लो भयो भने त अनि फेरि अहिलेको यसरी यस्तो छ हालत को बेइज्जत गर्ने यहाँनिर यस्तो यस्तो भाइरल हुन्छ यहाँनिर थाहा छैन कुन ठाउँको रोटी भन्छ यति रोटी खान आउनुहोस् भन्छ रोटी खाने आऊ यो चाहिँ मोडर्न होइन यस्तो चाहिँ मैले पल्टनमा सिकेको होइन यो तपाईँहरू नि यो हातले पोल्न आउँदैन नि यस तरिकाले टोकरी बनाएर पोल्न सक्नुहुन्छ ल हो ढुकचुक 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 दियो ल बाँकी अरू भिडियोमा हेरौँ ल साथी हाम्रो रोटी यस्तो भयो होइन यो के भएर यस्तो हुन्छ बताइदिनु पऱ्यो यहाँनिर हामी दुईजनाले पोल्यो यहाँनिर होइन के भएर टुक्रिन्छ रोटी यसो भनिदिनु पऱ्यो यहाँनिर नजाँदा हेर न कि कसो भयो नि हो कि कसो कान्छी हो सब कान्छी कान्छी अब यहाँनिर सबै कान्छीलाई मात्र रोटी यस्तो हो अब छैन अब के हो भनिदिनु पऱ्यो क्या यहाँनिर यस्तो हो कि बन्द गरिहाल्नु ठिकै छ यतिको पनि ठिकै हो रोटी हेर्नुहोस् ला जोडिने के हो जोडे नस्तो यता ओरोसम्म ल्याउँदै भन्छ नि यहाँ निशान कतिको गेम खेल्छ नि बेलुका आएको निशान फोन बिग्रेर खेल्दैन अहिले गर्लफ्रेन्डसँग बोल्छ परेवा कान्द्रा जस्तो रोटी छ यहाँ यसपालिको तिहार चाहिँ यस्तै भयो परेवा ठुलो परेवा आगो पनि नपुगेको होला नि है अहिलेसम्म उत्कृष्ट रोटी होला भान्जा मलाई कस्तो अघि बेतोले हुन्छ ल त्यो वान मात्र मलाई दिने हो भान्जाको कट्टु मिलाइदिउँ न हो कसैले भान्जाको कट्टु स्टाइल हो स्टाइलिस कट्टु भइसक्यो बेबी कट्टु मिलाउँदा यस्तै हो भनिदिनु न रोटी पनि राम्रो राम्रो हो उत्कृष्ट रोटी नै सबभन्दा झन् रोटी भइगयो नराम्रोहरू मध्येमा उत्कृष्ट यस्तै हो कि चिज लाग्यो न रोटी भनेको है जे भए पनि खानु त हो होइन फिलहाल आगो लागेन ठिक छ रोटी बनाउन नसके पनि हामी जेरी बनाउँदैछौँ ठुलो मान्छेले पनि यहाँ एडभाइस दिँदै हुनुहुन्छ त यो रोटी त्यस्तो नै यस्तो तर झर्थ्यो क्या यसमा के लामो गर्छु कि यस्तो यस्तो त सुइङ टुक्रिँदो रहेछ नि टुक्रिने पिठो रोटी पकाउने पिठो तिमीले खेल्ने होइन खेल्ने होइन नि त बेबीहरूले हो तुम्हाला माग्ने छेरको रोटी खाने होइन है अहिले छेर जुएल भन्दै त सेल रोटी
ल दिदी भाइ मिलेर एकदम राम्रो रोटी बनाउँदै हुनुहुन्छ। अघिको अलिक धेरै राम्रो थियो, देखाउन सकिनँ। अहिलेको चाहिँ अलिक नराम्रो भएको छ होइन। ल ल हाम्रो खतरा भइहाल्यो नि। 2-3 घन्टाको लामो ट्रेनिङ पछाडि यतिको रोटी बनाउन सफल भएको छ। धेरै कुरा अनुभव गरियो होइन। लास्टमा आफ्नै अनुभवले मात्रै राम्रो भयो। सबैको सरसल्लाह लियो। लास्टमा म आफै मैदानमा उत्रिनु पर्यो होइन। मैदानमा नउत्रिकन चाहिँ नहुने भयो भने मैदान ल्याउनु गएर यो मिलो त मैदानमा उत्रेर मैदा लिनु गएर मैदा थपेर मैदान लिनु गएर अनि मात्रै सफल भयो रोटी। यति कुरा सिकेछ पल्टनमा अरू गएर। हो बेबी इतनी साली भयो। भो त नि अरे कान्छी हामी भो त नि बनाउँछौँ नि। कराई त लास्टै कालो भयो नि त फेरि। वाह लु लगातार 2वटा नबिग्रिकन बनिनु सफल भयो। देखिरहनु भएको छ, आइरहनु भएको छ। म सबैलाई निकाल्दैछु। 4 जना। पछिल्लोसँग त रोटी राम्रो भएको छ। अगाडि चाहिँ हेर्नु अलिकति बिचमा राख्नु हातपोला मेरो पोलिसक्यो होला नि बिचरा। अलिक जोडेन यसलाई यहाँ यसरी चेप्टाउने हो नि त। यसरी ठिक छ। चेप्टाएर चाहिँ होइन त्यसरी गोलो बनाउने हो नि त। अब चाहिँ बाइक छोडिदियो। गाइस हामीले खानाले हामीले रोटी टुक्रे टाक्री भए पनि पोलिसक्यौँ होइन। अब यसपालिको तिहारमा यस्तो टुक्रा टुक्री नै भयो। आउँदा साल तिहारमा चाहिँ राम्रो रोटी बनाएर कलरलाई फेरि देखाउने नै छौँ। अहिले यति भन्दै अब बन्द मुखमा हामीले खानु टाढोबाट त्यो नेक्स्ट भिडियोमा। सेकुवा बङ्गुरको मासु हाम्रो सेकुवा चाहिँ यस्तो अटोमेटिक भइरहेछ यहाँनिर। सुक्ने चाहिँ कान कान कान्छी भित्रमा बस्नु फेरि क्यामेरा लौरेको जिन्दगी राई पल्सी रानी भेट कहीँ हुने खान्छु। ओ झरी गर्ने थाहा नाच्छ। हाम्रो टक्क तास बन्नको लागि रेडी भएको छ होइन। बङ्गुरको तास बन्नु देखाउँछु। तास पनि बनाउने तरिका ट्याक्क नुन खुर्सानी अदरसँग राम्रो हुन्छ। उतो पानी फेर्नुपर्छ त्यो चिसो। अब हामी यहाँ तास बनाउनु गइरहेछौँ। तास चाहिँ अब यस्तो हुन्छ। यो बङ्गुरको मासुमा बोसो मासुलाई पातला तरिकाले काट्ने, ट्याक्क यहाँ ताईमा हाल्ने, खरानीको धुलो आएछ ल पुस्ने, यो तातिसकेपछि अनि त्यति तताइदिने हल्का। के कसो भान्जा आइबन्नु यहाँनिर। यता हाम्रो प्यारो पुन्टो भान्जा छ यहाँनिर। खान्छी आइ भन्दैन यहाँनिर। हाई हेलो 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 सबैजनालाई हाम्रो यहाँनिर हाम्रो परिवार सम्पूर्णजनालाई ह्याप्पी दीपावली। अब तपाईँहरूले तास बनाउनु देखाउनुहोस् नि। यो पहिला तातिनुपर्छ। तातिएपछि नि यो हालेर